ओम अम्बे अम्बिके अम्बालिके नमा नयति कश्चन ससत्य सुखः सुभद्रिकां काम्पिलवासिनीं मर्गुं दुर्गादेव्यै नमः। हामीले अगाडि व्याकरण शास्त्रको बारेमा छोटकरीमा चर्चा गऱ्यौँ। अब अहिले वेदको अङ्ग पहिलो अङ्ग मानिएको छ शिक्षा। शिक्षाको बारेमा थोरै चर्चा गर्न गइरहेका छौँ। वेदको मन्त्रहरूलाई शुद्ध रूपमा पाठ गर्नको लागि शिक्षा शास्त्रको राम्रो ज्ञान हुनुपर्दछ। यो शिक्षा शास्त्रमा विशेष गरी वर्णको ध्वनिहरूको अध्ययन गरिन्छ। त्यसमा स्वर उदात्त, अनुदात्त, स्वरित, त्यस्तै गरिकन दीर्घ, ह्रस्व, प्लुत मात्राहरू, शब्दमा लाग्ने बलहरू, कुन ठाउँमा विराम लिने इत्यादिहरूको बारेमा चर्चा गरिएको हुन्छ। र शिक्षाका मुख्य ग्रन्थहरूमा पाणिनीय शिक्षा, याज्ञवल्क्य शिक्षा, वाजसेनीय शिक्षा, नारदीय शिक्षा, पारस्कर शिक्षा र शौनक शिक्षा रहेका छन्। र त्यसमा पनि पाणिनीय शिक्षालाई मुख्य मानिएको छ। अब पाणिनीय शिक्षाका केही सूत्रहरू अथवा श्लोकहरू म यहाँ थोरै पाठ गर्छु। अब यो पढ्न छोडेको अलि लामो समय भएको हुनाले अलिकति अशुद्ध हुन सक्छ, क्षमा गर्नुहोला। 1. वर्णानां उत्पत्ति स्थानं देशकालौ च निश्चितौ। 2. ओष्ठ्यतालु मूर्धन्ये कण्ठै वर्णा भवन्ति खट्। 3. ह्रस्वा द्विमात्रा दीर्घा त्रिमात्रा प्लुता स्मृता। 4. दीर्घे ह्रस्वस्य द्विगुणं प्लुतस्य तु त्रिगुणम्। 5. उदात्तो दीर्घयुक्त स्यात् अनुदात्त प्रकृतिस्थितः। 6. उदात्तानुदात्तात् संयोगात् स्वरितो भवति ध्रुवः। 7. विरामो वर्ण समाप्ति सन्धिबन्ध परस्परम्। 8. अल्पप्राण महाप्राण प्राणौ भेदो वर्णस्य सम्प्रदिष्टौ। कण्ठस्थतालु मूर्ध्नि दन्तेषु लभेत ध्वनि। यस्तै अरू सूत्रहरू पनि छन्। अन्तिमको सूत्र इति पाणिनीयं शिक्षाम यो वेत्ति स वेदवित्, अर्थात् जसले यो पाणिनीय शिक्षा बुझ्दछ त्यसले त्यो वेदवित् हुन्छ अथवा चाहिँ वेदको ज्ञान प्राप्त गर्दछ भनेर बताइएको छ। त्यत्तिकै वेद मात्रै पढेर चाहिँ वेदको ज्ञान हुँदैन। वेदका अङ्गहरू सबै बुझेर वेदको ज्ञान हुन्छ। मैले यहाँ हजुरहरूलाई सबै वेदको ज्ञान सुनाउँछु भन्ने कुरो भन्दा पनि सामान्य ज्ञान वेदका अङ्गहरू भनेका के हुन्, तिनमा के बताइएको छ भन्ने बारेमा चर्चा गर्न मात्रै खोजेको हुँ। र आजलाई ओम तत्सत्।